कहाँ जानु अरे भगवानलाई चढाएको अनि मेरो नाम आएको हो लु 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 बाबा बाबा आयो छु खै त बाबालाई ठुल्ठुल गरेको सबै दाना खै त बाबालाई ठुल्ठुल गरेको खै त ठिक भगवानलाई ठुल्ठुल गर्यो मन्दिरमा पुग्यो मन्दिरमा दान गर्दैन आउँछ यो यी छैन नानी है के छ बुवा ठिकै छ ए पुग्यो भइसक्यो ए दर्शन गरी सकेर बसेका ए ल ल अब कतिखेर जानुहुन्छ अब कति कहाँ कतिखेर आउनुभयो भर्खर कि अघि नै बाबासँग बोल्छ के भन्छ बाबा कतिखेर आएको छ र कति बेला भइसक्यो कतिखेर आएको ओहो लु 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 ए भगवानको फोटो देखाउ नि त देउता भगततिर जाउँ न कहाँ छौ ए हराउले जहाँ पाति नै लु 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 देखेँ बाँदर पनि देखेँ लैजाला बाँदरले त्यसै गरी त्यसमा घिमिरे हुनुहुन्छ यसरी दान तथा भेटी अर्पण गर्नुभएको छ यहाँका समस्त परिवारको सुख शान्तिको कामना गर्दछौँ जय माताजी पूजा गर्यौ तिमीले पूजा गर्यौ पूजा गर्यौ त उहाँको पनि समस्त परिवारले माताको चरणमा दसैँ 5 रुपियाँ दान तथा भेटी अर्पण गर्नुभएको छ र उहाँको पनि सुस्वास्थ्य दीर्घायुको कामना गर्दछौँ उन्नति प्रगतिको कामना गर्दछौँ जय माताजी गाईघाटबाट हुनुहुन्छ र उहाँले पनि माताको चरणमा 105 रुपियाँ भेटी अर्पण गर्नुभएको छ उहाँको पनि समस्त शान्तिको कामना गर्दछौँ जय माताजी जय माताजी त्यसै गरी चन्द्र नेताङ हुनुहुन्छ कमल 5 बाट हुनुहुन्छ उहाँले पनि माइकमा के कराएको र यहाँका पनि समस्त परिवारको सुख शान्तिको कामना गर्दछौँ जय माताजी कमला समस्त परिवारले त्यसै गरी मनिका गजेन्द्र हुनुहुन्छ कमल 5 ढाबाबाट हुनुहुन्छ